जम्प। तो चलिए शुरू करते हैं। हेलो गाइज, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला अनि म पनि एकदम ठिकठाक छु। आज चाहिँ म बिहानै उठेर खाजासाजा खाएर बन्चरोमा धार लाएर अनि चाहिने सामानहरूलाई सबै झोलामा पोको पारेर अनि खुट्टामा जुत्ता टक्क लाएर झोलासोला भिरेर अब म लागेँ माथि जङ्गलतिर, किनभने हाम्रो धार काट्नु छ कि रुखसुख ढलाएर यसो धार काट्नु छ। अनि म घरबाट चाहिँ एक्लै निस्केँ। मासतिरबाट मामाहरू दाइहरू हुनुहुन्छ अनि रातभरि पानी आएको के, अनि त्यही भएर यस्तो कस्तो बिहान चाहिँ भ्यू यस्तो देखिरहेको थियो। अनि दारामा पुग्यो अनि मामालाई चाहिँ बोलाउनु पऱ्यो नि त। जम्प। अनि माथि दारामा पुगेर मामालाई सुसीले हालेँ अनि बोलाएँ। अनि मामाले पर्ख भन्नुभयो। म पनि एकछिन बसेँ, टाउकोबाट देप्सी सेप्सी निकालेँ। अनि रातभरि पानी आएको थियो नि त यतातिर। फेरि रातभरि पानी आएपछि बिहानको भ्यू चाहिँ यस्तो देखिरहेको थियो कि पुरै तल खोल्साहरूमा चाहिँ बादल, माथि माथि चाहिँ छ्याङ्ग बबाल देखिरहेको थियो कि भ्यू। अनि बस्दा बस्दै मामा पनि आउनुभयो। मामा चाहिँ हल्का बिरामी हुनुहुँदो रहेछ, रुगा लगाइरहेको भन्नुभएको थियो। अनि त्यो हातमा समाएको चाहिँ त्यो आगो फुक्ने क्या मामाले ल्याउनु भएको थियो, किनभने गाउँमा त बर्खाको समय एकदम चिसो हुन्छ नि त दाउराहरू नि। अनि त्यही भएर त्यसले चाहिँ आगो फुकेर भात पकाएर खाने भनेर क्या। अनि मामा आउनुभयो, एकछिन बस्यौँ अनि फेरि लाग्यौँ मामा भन्छ उकालो। मैले त्यो मेसिन समाएँ, मामाले दिप्सीहरू समाउनु भयो अनि उकालोतिर लाग्यो।